अब कुनै पनि व्रत अथवा धार्मिक अनुष्ठान गर्नुभन्दा अगाडि सङ्कल्प गर्नुपर्छ भन्ने छ नि हाम्रो हिन्दू संस्कारमा। अब त्यो सङ्कल्प कसरी गर्ने, यसको विधि विधान के छ भन्ने कुरा म यहाँ बताउन गइरहेको छु। अब यसमा के छ भन्दा चाहिँ अब यसमा लिन पर्ने कुराहरू जस्तो फुलले के जनाउँछ, कोमल दिल, जो सङ्कल्प गर्नेवाला छ त्यसको कोमल दिल, स्वच्छ मनले भनेको जस्तो हो त्यो। अनि फुल अक्षताले के जनाउँछ, निराश नहुने अथवा दृढता, चञ्चल नहुने जनाउँछ। त्यही भएर अक्षता, त्यो चामल हो भने अक्षता भनेको त्यो टुक्रिएको नराख्नु भन्ने हुन्छ। अनि त्यसपछि जलले के जनाउँछ त भन्दाखेरिमा भगवानप्रतिको प्रेम, जलले निश्चल भन्ने हुन्छ नि त्यसमा, स्वच्छ भनेको जस्तो भगवानप्रतिको प्रेम। अनि कुशले के जनाउँछ, कुश चाहिँ भगवानकै प्रतीक हो। त्यो कुश राख्नु भनेको त्यो भगवानलाई साँची राख्नु हो। यिनीहरू हातमा लिने, त्यो हातमा लिएर अनि अब फलानु कामना भनेर भनिन्छ नि, कामना के कामना राखेको हो हैन। अब जस्तो अब जस्तो अब छोराछोरीको लागि भने छोराछोरीको भयो हैन, फलानु कामनाको लागि छोराछोरीको ग्रह शान्तिको लागि जस्तो भने ग्रह शान्तिको लागि म फलानु कर्म गर्दैछु भनेर त्यो चाहिँ बोल्न पर्यो। हो, त्यो बोल्ने बेलामा फेरि के भनेछ, त्यो दिनको तिथि पनि बोलेको हुनु पर्यो। कुन तिथि हो, प्रतिपदा, द्वितीया, तृतीया यस्तो तिथि हुन्छ नि, तिथि बोल्न पर्यो। अनि मिति कति गते हो त्यो मिति बोल्न पर्यो हैन। अनि त्यसपछि नक्षत्र, त्यो दिनको नक्षत्र के हो त्यो पनि त्यहाँ बोलिएको हुनु पर्यो हैन। अनि स्थान, कुन स्थानमा हो त्यो गर्न थालेको त्यो अनुष्ठान अथवा व्रत हैन, त्यो स्थान पनि बोल्न पर्यो। अनि नाम बोल्न पर्यो, म फलानुले गर्दैछु भनेको आफ्नो नाम बोल्न पर्यो त्यहाँ, जसले सङ्कल्प गरेको, जसले चाहिँ त्यो व्रत बस्ने उसले। अनि त्यसपछि अर्को के बोल्ने त भन्दाखेरिमा गोत्र बोल्ने, के गोत्र हो, आफ्नो गोत्र बोल्ने हैन। अब फलानुको लागि हो भने म फलानुको लागि म फलानु गोत्रको भनेर आफ्नो गोत्र पनि त्यहाँ बोलिएको हुनु पर्यो। यति बोलेर अनि म यस्तो कर्म गर्दैछु, यस्तो कामना राखेर गर्दैछु, कामना राखेर यस्तो कर्म गर्दैछु भनेर त्यहाँ बोलेको हुनु पर्यो। त्यति भनिसकेपछि अनि बल्ल त्यो हातमा भएको छोड्ने हैन। हातमा भएको छ भने त्यसलाई चाहिँ जस्तो यस्तरी थियो भने सिधा यस्तरी छोड्ने। त्यो छोड्दाखेरि त्यत्तिकै भुइँमा छोड्नु भन्दा यसो के दुना छ भने दुनामा छोडे भयो हैन। त्यो हातमा भएको त्यही दुनामा छोड्यो, अनि त्यही पूजा गर्ने ठाउँमा राखे भयो हैन। त्यत्तिकै भुइँमा किन छोड्नु छ र हैन। नभए अलिक ठुलो चाहिँ फुलको पातमा चाहिँ गरेर छोड्ने, यसरी चाहिँ गरिन्छ सङ्कल्प। यो एउटा विधि विधान हो। ती कुराहरू, ती अहिले भनेका कुराहरू त्यहाँ चाहिँ भएको हुनु पर्यो। सङ्कल्प नगरिकन गरिएको व्रत अथवा अनुष्ठान पुनः चाहिँ हुँदैन भन्ने हुन्छ कि। अब के हो भन्ने हुन्छ नि, पहिले चाहिँ जनाएको के सबै त्यहाँ कति देवी देवताहरूलाई बोलाइन्छ, के गरिन्छ नि पूजा अनुष्ठान गर्दाखेरि, व्रत गर्दाखेरि त्यस्तै हुन्छ। म फलानु व्रत बस्दैछु, मेरो फलानु नामको छोराको लागि चाहिँ भनेर अथवा छोरीको लागि भनेर बोलिएको हुन्छ के अरे। हस् त है, ल, थ्याङ्क यू।